तिमीहरू अलिक कम्ती खाने गर। तिमीहरू नयाँ खुसी आउँदैछ, नयाँ नयाँ खुसी। कन्डमै घामले भेट्छ भन्थ्यो बेटी आमा। यो त मार्दै अर्काको। एभ्रिवान गुड मर्निङ, वेलकम टु जेन लेप्चाको ब्लगमा। सँगसँगै आजको मर्निङमा चाहिँ घाँस कटिङ हुँदैछ यहाँ अपुनका इलाका। अनि मर्निङको घाँस सफा गरे हुँदैछ, किनकि आज चाहिँ म घरकै नजिकै सफा गरेको। यो जङ्गल भन्ने कुरा यतिखेर आउँछ नि, यति कहाँबाट आउँछ, किन आउँछ, आफै आइहाल्छ। किन मैले यहाँ सफा गरेको भन्दाखेरि यो छोटो छोटो घाँस चाहिँ यहाँ घाँस यति चाहिँ काटिसकेको छ हो, किनकि हाम्रो घरमा चाहिँ छिट्टै नयाँ खुसी आउँदैछ, नयाँ नयाँ खुसी। मर्निङको सुरुवात चाहिँ डेली ग्रास कटिङ हुँदैछ, किनकि आमा अब रेस्टमा छ। तपाईँहरूले अस्ति भिडियो देखिहाल्नु भएको छ। आमालाई चाहिँ कम्ती कम 1 मन्थको लागि चाहिँ म छु छोरी यहाँ छोरी घाँस काट्ने। अनि यहाँ घाँस कटिङ चाहिँ फिलहालको लागि हुँदैछ। आवा यता बहुत इलाका है, बहुत सारा। यहाँ अस्ति दिएको हाम्रो यो झोडी बेसी जङ्गलमा पनि उहाँहरूलाई राख्नु हुँदैन अरे। यहाँ उहाँहरू चाहिँ मर्निङको एक छाक खाएर पनि यहाँ बसिरहेछ। अनि यो उन्युङ पनि यहाँ किन थुपारिँदैछ भन्दाखेरि चाहिँ यस्तो छ हाम्रो मर्निङको सुरुवात चाहिँ। अब के गर्नु, काम भएको छैन, भिडियो त बनाउनै पर्यो होइन, भिडियोबाट अलिअलि आइन्छ। माई मदर, हेलो। मेरो यो कान्छी चिठी, उहाँ चाहिँ सी इज प्रेग्नेन्ट। अब यसले ब्याउन आँटेछ नि हो, उहाँको लागि पनि यहाँ साफ सफाइ हुँदैछ। अब यहाँ बच्चा जङ्गल झोडी फेरि सर्पा किरा के आउँछ अहिले बर्खा सिजनमा। यसले त फेरि कस्तो राम्रो, यो फेरि कस्तो सिधा न सिधा छ नि त। उहाँ चाहिँ बेबी कहाँ छ, यहाँ छ बेबी, कहाँ छ, यहाँ रहेछ। भुँडी झरेछ यसको। अब 2-3 दिनमा न योले पनि भ्याइहाल्छ। त्यसै कारणले चाहिँ यहाँ सफा हुँदैछ मेरो चाहिँ यहाँ। सो मिल्ते हे यो सफा गरिसकेर यहाँ सबै सफा गर्ने। अनि यहाँ न ओइलिरहेछ, यहाँ अलिअलि फुल अलिअलि यहाँ साफ। ढिलो घाँस काट्न आयो भने चाहिँ कन्डमै घामले भेट्छ भन्थ्यो पहिला। खास गरी चाहिँ आज चाहिँ यहाँ बिहानभरि आजकल यो पनि के भएको छ, मर्निङमा बिहानै 6 बजी पानी डङ्की डङ्गाउँछ, त्यहाँदेखि पानी रहन्छ, त्यहाँदेखि घाँस काट्नु आउनुपर्छ। घाम फेरि टन्न लागिहाल्छ। अन्त भो त पारा यो बाजे बोजूहरू पनि गफ मात्रै दिन्थ्यो कि आ पहिला। यति चाहिँ काटिसक्यो, अब यति छ चाहिँ त्यहाँदेखि तापो रहेछ, यति सकेर माथि जानु पऱ्यो। हे साह्रो छ साह्रो। अरे हेर्नु यहाँ ऊ बेबी उताउकोमा पुताली, ऊ पुताली ओ पुताली कति राम्रो ऊ माथि हेर उडेको ऊ। खै गुड मर्निङ बेबी। अब त्यो कहाँ फल खानु सक्छ, यो चिप्लिन्छ। ती बस है नाउ। आलुरीहरू आएछ यहाँ, काम बढाउन आइहालेछ। यो चाहियो अरे दाना, त्यहाँ बस है न है। ल ल दिदीलाई पनि दे, 2टा टुटु 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 भयो त, 2-2वटा खाँदैन। उयसले यो उयसले अल्झाएर फुल निकाल्यो जसलाई त्यो कुखुरा आउँछ सिँगानी हो। खै कहाँ दुलेको, जङ्गल 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 जङ्गल। अब के पायो, के पायो, के रहेछ, के रहेछ, के रहेछ आगुजी। वाउ
आदमी लोग हेलो भन्दै गुड मर्निङ। खा के हुँदैन, दबाई हुन्छ। अब घाँस यिनीहरूले उता साइडमा काट्दै थिए। चोपा अला बेबी टाल्यो रुनु हुँदैन है, हाँसिदिनु हाँसिदिनु। ला 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 अबुई टाल्यो। ला 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 बुई हात बाँधेर मेडमनीहरू घाँस काट्ने ठाउँमा टुर गर्नु भएको हो। के रहेछ बुई? ला 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 ला। ओ घाँस र घाँसै पुर्दियो आज त। आमा लागेको दिन चाहिँ हिजो भक्कु गोदेको आज। तिमीहरू अलिक कम्ती खाने गर। तिमीहरूको मालिक नि अलिक बिमारी छ यहाँ। सेकेन्ड ह्यान्डलाई साह्रो पर्दैछ यहाँ घाँस काट्नु। बुझ्यौ तिमीहरू? बुझ्दैछ? तिमीहरूको मालिक 1 महिनाको रेस्टमा छ। यहाँ म्यानेजरलाई साह्रो पर्यो थाम्नु। फाइनली घाँस हेर गाह्रो छ गाह्रो। माथि घाम लागिरहेको छ फिलहाल चाहिँ। अब एकैछिन यहाँ फेरि यो ल्याउ पनि उखाल्नु पर्ने। यहाँ दुईटाको बदमास सकेको छैन यहाँ। ओ के पुगेन यहाँ रेस्ट गर्ने बोजू चाहिँ फोन चलाएर हुन्छ। सुत्नुपर्छ सुत्नु। दुईजना यहाँ चकचकीहरू हेर के गएको यो सब स्यान्डलहरू निकालेर। घरमा काम अर्कै छ फेरि। यो त देखाउनु यो तरी चाहिँ यो भाउजूको ठुलो हातले मर्काएको बङ्गको हो। र हेर यस्तो मेहनत गरेपछि हेर्नु न काँक्रा अरू चाहिँ के छ? टिम्बुर मक बनायो त हौ। आमा टिम्बुर चाहिँ वाउ पत्काइ चुटाएर ल्याउँछ यो टिम्बुर। घाँस काट्नु थालेदेखि चाहिँ डिपार्टमेन्ट चाहिँ भाउजूकै भइसकेको छ। अरूको चाहिँ होइन भाउजूकै हो। यस्तो त कता म्याडम नि हेर म चाहिँ सफा गर्नु त दुईटा चाहिँ मैला गर्ने। अब भेट्न दिदीले पनि पिटाए। यहाँ आइज यहाँ आइज भुइँमा आइज भुइँमा आइज भन् भुइँमा आइज भन् गर्नु देऊ। सुन्दैन भन् सुन्दैन अब अर्को कहाँ गएको? अर्को 5 मिनट रेस्ट गर्नु देऊ अनिलाई। सुन्दैन ब्याग खुदालेको हेर। भात सात खाएर 1 घन्टाको रेस्टबाट चाहिँ फेरि लाग्यौँ। आज काम बेसी रहेछ यो घरमा। कोदो रोप्नु कोदो going back to कोदो रोप्नु। आपा त अलैँची बारी सफा गर्ने भनेको होइन। अलैँची चाहिँ फलेछ सफा गर्ने बेला भइगयो चाहिँ। सफा गर्ने बेला गाह्रो छ जिन्दगी गाह्रो छ। अब कोदो छडिन्छ। यो चाहिँ अस्ति नै जो कुखुरा पाकैबाटै अस्ति कोदो फर्स्टमा बाँडेको हो। अब यो कोदो छड्ने हाम्रोतिर चाहिँ अलिक औल पऱ्यो त अलिक ढिलो छर्दा पनि हुन्छ नि त। त्यसले गर्दाखेरि आजको दिनमा दिउँसो चाहिँ यो काम हुँदैछ। खतरा यहाँ कोदोको ढेँडो खानुको लागि मेहनत जारी छ यहाँ।
ढेरो खानेहरूलाई राम्ररी हेर्नु चाहिँ यहाँ कोदो खानु चाहिँ ढेरो खानु चाहिँ सजिलो छैन हो। पुरानो खालको यहाँ अब यहाँ हेरौँ ए कोदो हाम्रो आप्पाको कोदो छडाइ खत्रै भयो। यसरी बढाल्छ कोदो छर्दाखेरि लु बिलो कमेन्ट। अब छोप्नुपर्छ उहाँलाई पुर्ने ढाक्ने कार्यक्रम हुँदैछ। सिरिजको उसले पनि त्यस्तो बेसी त ढाक्दैन होइन बेसी भयो। लु यो काम पनि कति छिटो भयो। पानी उडाउने रहेछ है। लु हो त लाइट बाल्नु न लाइट दिन त अन्त अन्त कोदो रोपी मात्रै सकेर लुगासुगा धोइ मात्रै पाएको ऊ सबै पुऱ्याएर लाने रहेछ। लु सक्यो 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 सक्यो। छिटो 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 ओ डर लाग्दा योहरू उयो भाइले घाम भाइले सक्यो सक्यो। अन्तिममा चाहिँ लास्ट यहाँ चुने भाँडामा पोल थाप्नु पर्यो। कत्रो पानी आएको छड्के पानी। थ्याङ्क यू सो मच फर वाचिङ। अब चाहिँ यहाँ चाम्रे खानुको लागि वेटमा छ। पानी चुँदैछ म चाहिँ पानी छड्के पानी थाप्दैछ यहाँ हाम्रो किचनमा आ गया।